नमस्ते सबैजनालाई, स्वागत छ लोकसर डिटेल च्यानलमा। आजको भिडियोमा हामी शिक्षक सेवा आयोग आधारभूत निम्न माध्यमिक र प्राथमिक तृतीय श्रेणीको खुल्ला प्रतियोगिता परीक्षाको पाठ्यक्रम लिएर आएकी छु। शिक्षक सेवा आयोगले यो पदका लागि ठुलो सङ्ख्यामा विज्ञापन खुलाइसकेको छ। अब हामी यसको पाठ्यक्रम हेरौँ। यसको परीक्षा चाहिँ जम्मा 2 चरणमा हुनेछ। एउटा सामान्य परीक्षा र एउटा विषयगत परीक्षा। सामान्य परीक्षामा टिक लगाउनुहुन्छ, जसको लागि चाहिँ हामीलाई 1 घण्टा पाउनेछ। त्योमा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू हुनेछ। एउटा प्रश्न 2 मार्कको, जम्मा 50 वटा प्रश्न हुन्छ, जम्मा 100 पूर्णाङ्कको। सम्बन्धित विषयको विषयगत परीक्षामा सम्बन्धित विषयहरूको विषयगत परीक्षा हुनेछ। त्योमा चाहिँ 100 पूर्णाङ्कको हुन्छ। यसको लागि 3 घण्टा पाउनेछौँ हामी। जम्मा 10 वटा प्रश्न हुन्छ, एउटा प्रश्न 10 मार्कको। अब हामी सामान्य परीक्षामा के सोधिन्छ त? सामान्य ज्ञान सम्बन्धी, शिक्षा सम्बन्धी आधारभूत ज्ञान र सूचना तथा सञ्चार प्रविधि, संविधान, शिक्षा सम्बन्धित ऐन तथा नियमहरू, बौद्धिक परीक्षण, योहरूबाट वस्तुगत बहुवैकल्पिक परीक्षामा सोधिनेछ। यसको लागि जम्मा 1 घण्टा पाउनेछौँ हामी। सामान्य ज्ञानबाट ब्रह्माण्ड सम्बन्धी जानकारीबाट एउटा प्रश्न हुन्छ। विश्वको भूगोलबाट 2 वटा प्रश्न, नेपालको भूगोलबाट 2 वटा प्रश्न, नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाबाट 2 वटा प्रश्न, नेपालको आर्थिक विकासबाट 2 वटा प्रश्न, वातावरण विज्ञान र प्रविधिबाट 2 वटा प्रश्न, अन्तर्राष्ट्रिय सम्बन्धी तथा सङ्घ संस्थाबाट 2 वटा प्रश्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिकहरूबाट 2 वटा प्रश्न, जम्मा 15 वटा प्रश्न हुनेछ। एउटा चाहिँ 2 मार्कको, जम्मा 30 पूर्णाङ्कको हुनेछ। त्यसपछि शिक्षा सम्बन्धित आधारभूत ज्ञानबाट 20 वटा प्रश्न हुनेछ। एउटा चाहिँ 2 मार्कको, जम्मा 40 पूर्णाङ्कको। अब त्यस्तै गरी सूचना तथा सञ्चार प्रविधिबाट हेर्दा 5 वटा प्रश्न सोधिनेछ। एउटा 2 मार्कको, जम्मा 10 मार्कको। अब त्यसपछि संविधान तथा शिक्षा सम्बन्धी ऐन तथा नियमहरूबाट 5 वटा प्रश्नहरू सोधिनेछ। बौद्धिक परीक्षणबाट पनि 5 वटा प्रश्न सोधिनेछ। बौद्धिक परीक्षणबाट के सोधिन्छ त? शाब्दिक बौद्धिक परीक्षण, गणितीय क्षमता, स्थानिक तार्किक सिप, दृश्यात्मक धारणात्मक सिपबाट सोधिनेछ। यीहरूबाट जम्मा 50 वटा प्रश्न आउनेछन्। अब यो फर्स्ट पेपरमा मात्र नाम निकालेर सेकेन्ड पेपरको परीक्षा दिन सक्नुहुनेछ। सेकेन्ड पेपरमा विषयगत परीक्षा हुन्छ, जसमा चाहिँ म्याथको लागि म्याथबाट सोधिनेछ, नेपालीको लागि नेपालीबाट सोधिनेछ, साइन्सको लागि साइन्सबाट सोधिनेछ, त्यस्तै संस्कृतको लागि संस्कृतबाट सोधिनेछ। यो जम्मा 3 घण्टाको हुन्छ। ल, आजको लागि यति नै। अब हामी अर्को भिडियोमा भेटौँला। धन्यवाद।